वेस्ट हैन। अब राम आफ्नो घरबाट घर यहाँ मान्ने, कसैको घर छ यही मान्ने। राम घरबाट कति किलोमिटर? 3 किलोमिटर उत्तर जान्छ। 3 किलोमिटर यहाँ उत्तर गयो हैन। अनि त्यसपछि 4 किलोमिटर कहाँ जान्छ? पश्चिमतिर। त यताबाट पश्चिम यो भयो कि यो भयो कि यो भयो? यता भयो। यताबाट के गर्ने? सिधा लगाइदिने। कति किलोमिटर? 4 किलोमिटर हैन। अब उस सुरुको स्थानबाट, सुरुको स्थान कहाँ थियो? सुरुको स्थान यहाँ थियो। अब यहाँबाट कुन दिशातर्फ छ? कुन दिशातर्फ? दुईवटाको बिचमा छ नि, नर्थ र वेस्ट हैन। उत्तर पश्चिमको बिचमा छ। अब के फाइन्ड आउट गर्नु पर्यो? त्यसको दूरी कति छ? त दूरीमा यो नगर्ने, 3 र 4 जोड्ने होइन। त्यसरी गरेर यहाँ 3 गएको छ, त्यसपछि यहाँ 4 गरेर 7 भयो, त्यो होइन। अब सबभन्दा छोटो दूरी यो भयो। अब के गर्ने? पाइथागोरस थ्योरम लगाउने हैन। अब के फाइन्ड आउट गर्नुपर्छ? यहाँ एच फाइन्ड आउट गर्नुपर्छ। अब पाइथागोरस थ्योरम त हामीले पढेका छौँ हैन। के छ फर्मुला? h स्क्वायर = a स्क्वायर प्लस b स्क्वायर। अब यो फास्ट कसरी हुन्छ? जब तपाईहरु प्र्याक्टिस गर्नुहुन्छ त हो, नत्र यसरी नै लेख्नुपर्छ। h स्क्वायर, h को भ्यालु यो, p को भ्यालु यो, b को भ्यालु त्यो। अब जब प्र्याक्टिस गर्नुहुन्छ आफै आउँछ। बुझ्नुभयो? अब h त हामीलाई फाइन्ड आउट गर्नु पर्यो। p को भ्यालु कति छ? 3 या 4 कुनै मान दिने, तर 3 नै मान दिए मैले। 3 को होल स्क्वायर, b को भ्यालु कति? 4 को होल स्क्वायर त 4 को होल स्क्वायर। अब h स्क्वायर = 3 या 9 400 का स्क्वायर, h स्क्वायर = 25। अब h होल स्क्वायर 5 को होल स्क्वायर, यो कति हुन्छ? h को भ्यालु कति? 5 किलोमिटर कि मिटर? किलोमिटर हो। त्यो विचार गर्ने, किनभने यहाँ किलोमिटरमा छ त 5 किलोमिटर। अब कुन दिशातिर उत्तर छ? नर्थ वेस्ट। एन्ड कति किलोमिटर? 5 किलोमिटर। एउटा कुरा के विचार गर्नु होला? क्वेशनमा के छ? दुई यस्तो पनि एक्जाम्पल दिन्छ, नर्थ वेस्ट अनि 5 किलोमिटर भयो। अर्को के एक्जाम्पल अप्सन हुन्छ 2 नम्बरमा? 5 किलोमिटर नर्थ वेस्ट हैन। अब के पहिला फाइन्ड आउट गर्न भनेको छ? पहिला के फाइन्ड आउट गर्न भनेको छ? दूरी। त दूरी लगाइदिनु। दूरी त यहाँ छ। त्यसपछि बुझ्नु भयो?